हेलो साथीहरू नमस्कार। आज म हाम्रो देश नेपालमा हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टी रविजीको पार्टी र बालेनजीको पार्टी बीच सहकार्य हुन गइरहेको समाचार सुन्नमा आएको छ, जहाँ 7 बुँदे घोषणापत्र पनि तयार भएको पाइन्छ। त्यसैले यदि यो कुरो सत्य हो भनेदेखि हामी सबै नेपालीहरूले गर्व गर्नुपर्दछ, किनभने अब नयाँ पार्टीहरूले हाम्रो देश नेपाललाई अगाडि बढाउनु पर्दछ। किनकि पुराना पार्टीहरूले हामी सारा नेपालीहरूलाई निराश बनाएको छ। 30औं वर्ष 40औं वर्षमा पनि हाम्रो देश नेपालमा कुनै पनि प्रकारको उन्नति प्रगति हुन सकिरहेको छैन। आज संसारका हरेक राष्ट्रहरूले 5 वर्षमा कति उन्नति गरिसके, जुन बाटोघाटोको विकास, त्यस्तै हवाई यात्राहरूको विकास लगायत विभिन्न कुराहरूमा उनीहरूले विकास गरिसके। हामी केवल नेपाली जनताहरू खालि जिन्दाबाद र मुर्दाबाद, यो पार्टी जिन्दाबाद त्यो पार्टी जिन्दाबाद भनेर कराइरहेका छौँ, उहाँहरूको पछि लागिरहेका छौँ। त्यसैले अब हामीले सोचलाई बदल्नु पर्दछ। हामीले पुराना विचारहरूलाई बदलेर अब नयाँ विचार भएका पार्टीहरूलाई हामीले अगाडि बढाउनु पर्दछ। त्यसैले अब हामी सबैले एकपटक हेरौँ, नेपाली जनताहरू एकपटक नयाँ दलले के गर्दो रहेछ। हामीले अब आउने इलेक्सनमा सम्पूर्ण नेपाली जनताहरूले बहुमत राष्ट्रिय स्वतन्त्र पार्टीलाई बहुमत प्रदान गरी अत्यधिक बहुमतले जिताउनु पर्दछ र उहाँहरूले के गर्नुहुन्छ हामीले हेरौँ। किनभने एकपटक सबै राजनीतिक पार्टीहरूलाई मौका दिनुपर्दछ। किनभने रविजी पनि उहाँले अमेरिकामा धेरै वर्षसम्म बिताएर देशको लागि केही गरौँ भन्ने विचारले नेपाल आई, राजनीतिक यात्रा सुरु गरी अघिल्लो इलेक्सनमा विदिन 3 मन्थमा उहाँले 21 जना सांसदहरूलाई जिताउन सफल रहनुभएको छ। हेरौँ, हामी सबैले एकपटक उहाँ र उहाँको दललाई हेरौँ, किनभने उहाँ अत्यन्त क्रियाशील, एक्टिभ र कहिल्यै नडराउने र कहिल्यै नथाक्ने मानिस हुनुहुन्छ। र राष्ट्रिय स्वतन्त्र पार्टीमा प्राय सबै जित्नुभएका